हेलो साथीहरु सबैजनालाई नमस्ते। मेरो न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी कहाँ जानेछौं भने बुढाबुढी भएर त्यही हो दैनिक हाम्रो काम भनेकै हामी चाहिँ लेबर काम गर्न जानेछौं। मेरो बुढी चाहिँ लेबर काम गर्छ भने म चाहिँ मिस्त्री काम गर्छु र तपाईहरुलाई एउटा राम्रो नजारा देखाउन चाहन्छु। मेरो ठाउँ चाहिँ घर गाउँ ताप्लेजुङ हो। तपाईहरु ताप्लेजुङको भ्यू हेर्न चाहनुहुन्छ? 1 2 3 गो। ताप्लेजुङको भ्यू पनि हेरिसक्नु भयो होला। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नलाई ताकि आउँदो दिनमा म तपाईहरुलाई नयाँ भिडियो लिएर आउने नै छु भन्दै भिडियोमा कमेन्ट पनि छोड्नु होला ताकि तपाईहरुको सानो एउटा कमेन्टले मलाई अर्को नयाँ भिडियो बनाउने जोस र जाँगर चलोस् भन्दै अब हाम्रोतिर चाहिँ अब के भइरहेछ भने अहिले बर्खा हो नि त। बर्खा अब हिउँदो लाग्न आँट्यो। मकैहरू पुरै सुकिसक्यो हैन। मकैहरू सुकिसक्यो। अब मान्छेहरू मकैहरू भाँच्नुमा एकदम धमाधम छन् र हाम्रो चाहिँ मकै भाँच्नलाई मकै नै छैन। मकै नभएपछि के भाँच्ने हैन। र अब तपाईहरुलाई मेरो सानो परिचय पनि मेरो नाम चाहिँ भक्तबहादुर मगर हो। ठाउँ सिधै ताप्लेजुङ बजार, ताप्लेजुङ जिल्ला। बुढीको नाम सविता मगर हो। ऊ चाहिँ कस्तो भने लिम्बू हो। मसँग आएपछि चाहिँ मगर हो हैन। अनि बिचराले दुःख पायो हैन। पहिल्यै अलिक यस्तो टन्ना आउनेवालासँग गएको यसरी रातो घाममा छाता हलाउँदै कुदिराख्नु पर्दैन थियो। मिस्त्रीसँग आएपछि त्यस्तै छाता हल्लाउने, भरे गएर बेल्चा हल्लाउने, साबेल हल्लाउने। जे होस् मलाई माया गर्छ क्या मेरो बुढीले चाहिँ। यस्तो तातो घाममा पनि दिउँसोभरि बल्ल चाल्छ, बेल्चा हान्छ, साबेल हान्छ होइन। म सँगसँगै मलाई काम गर्न सकिन्छ क्या। तपाईँहरूलाई पनि कसले तपाईँहरूको बुढीहरूले काममा हात बढाउनु होइन, काम गर्नुलाई काम अगाडि बढाउनु सघाउँछ सबैजनाले कमेन्ट गर्नुहोस् है। ल है त साथीहरू, अब तपाईँहरूलाई म सिधै मेरो कामतिर लैजान्छु है त। फाइनली साथीहरू हामी काममा पनि आइपुगिसक्यौँ। हाम्रो काम चाहिँ यहाँनिर हो। 2 तलाको बिल्डिङ छ। अब तिम्रो यहाँ आज दिन सायद तिमी यहाँ बल्ल चाल्ने होइन। हाम्रो काम चाहिँ यस्तो छ है त साथीहरू। 2 तले बिल्डिङ छ। मेरो बुढीले चाहिँ यहाँनिर बल्ल चाल्छ। बल्ल सुकाइरहेको छ। उसले यहाँ बल्ल चाल्ने बनाएको छ। यो छोपिरहेको छ अहिले। उसको काम भनेको दिउँसोभरि यहाँ यस्तो तातो घाममा 30-35 डिग्रीको तातो घाम लाग्छ होला। उसको काम भनेको दिउँसोभरि तातो घाममा बल्ल चाल्ने हो। अब चाहिँ हामी के गर्ने भने कपडा फेर्ने हो अनि काम स्टार्ट गर्ने हो। अब चाहिँ साथीहरू मैले कपडा पनि फेरेर रेडी भइसकिसकेँ होइन। आज मेरो दिउँसोभरि मेरो के कस्तो काम चल्छ तपाईँहरूलाई म देखाउने नै छु। तर भिडियो अलि स्पिड हुनसक्छ। ध्यान दिएर हेरिदिनु होला म कस्तो काम गर्छु भनेर। सो लेट्स गो।
sensação. Chamo ela de gostosa e ela responde assim: normal, mamãe passou açúcar em mim. Bem normal, mamãe passou açúcar em mim. Vai só! सो गाइज अब चाहिँ हाम्रो खाजा खाने बेला भइसकिसक्यो छिटो खाजा खान छिटो यहाँ आउँदैछ लखर लखर एउटा खाजा खाने हाम्रो चाहिँ गाइज खाजा खाने बेला भयो ताप्लेजुङ बजार हेर्नु भने यस्तो देखिन्छ यहाँदेखि तलतिर बजार हाम्रो बजार अब टक्क खाजा खाइन्छ त्यहाँदेखि फेरि सुरु गर्ने काम चाहिँ हाम्रो यता हो के काम गरेर भोक लाग्छ त्यति बल्ल चाल्दा भोक लाग्छ भनौँ खाजा खाने टोलीहरू कोही हात धुँदैछन् कोही मुख्दैछन् म पनि हात दिनु पऱ्यो अब चाहिँ हाम्रो खाजा खाने स्टार्ट खाजा चाहिँ मकै र चाउच ए त्यही राख्देऊ न दहीहरू पनि खाँदै हुनुहुन्छ तिमी कहाँ बस्ने normal, mamãe passou açúcar em mim. Mana dia nak? Kocan sangat. E ela responde assim: normal, mamãe passou açúcar em mim. Bem normal, mamãe passou açúcar em mim. Ela é a sensação, chamo ela de gostosa e ela responde assim: normal, mamãe passou açúcar em mim. Bem normal, mamãe passou açúcar em mim. Ela é a sensação, chamo ela de gostosa e ela responde assim: normal, mamãe passou açúcar em mim. Bem normal, mamãe passou açúcar em mim. फाइनली साथीहरू दिउँसोभरि काम गरेर पनि बेलुका अब 5 बजिसक्यो छुट्टी भयो घर जाने बेला भइसक्यो हामीले चाहिँ दिउँसोभरिमा के कति काम गऱ्यो भने म तपाईँहरूलाई देखाउँदै बुढी पनि अब सामान धोएर हातखुट्टा धोएर रेडी भइसक्यो हामीले काम चाहिँ अब दिउँसोभरिमा कसरी देखाउने देखिँदैन क्या यति प्लास्टर गरेको होइन हामीले आज यहाँतिर यहाँ यति गऱ्यौँ यहाँ पल्लो छेउमा अब राति अन्धारो भयो भित्र बिहान यस्तो थियो यस्तै गाह्रो लागेको थियो अहिले चाहिँ हामीले यस्तो बनाइसक्यौँ फिनिसिङ दिएर अब भोलि यता पर्दाको कोठा यो कोठाहरू गर्नु छ अझै अब चाहिँ हामी हातखुट्टा धुन्छौँ भने घर जाने बाटोमा भेटौँ है त गाइस अब त साथीहरू हामी हातखुट्टा धोइसकेर पनि घर जानलाई तयार भइसक्यौँ र हामी बाटोमा पनि आइपुगिसक्यौँ आधी बाटोमा यहाँ पर जाँदैछ भने मेरो बुढी दाइहरू पनि अगाडि जाँदै हुनुहुन्छ
र म चाहिँ यहाँ पछाडि उनीहरूको गार्ड हो नि त, म पछाडि र तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्यो एउटा कमेन्ट छोडिदिनु र अनि भिडियोलाई मन परे सब्सक्राइब पनि गरिदिनु होला र तपाईँहरूलाई यस्तै भिडियो लिएर आउने छु भन्दै अब भोलि नेक्स्ट भिडियोमा भेटौँ है त।